दाया जय मसी जय मसी खाना खानुभयो खाना खानुभयो क्यान्चाची खान्चाची कहिले कहिले आमालाई यसरी ताम घस्ने सिकाउनु पर्छ है तपाईँहरू जतिजनाले यस्तो आमाहरूले बुजुहरूले हेर्नुहुन्छ नि अनि बुजुहरूले चाहिँ खुसी राख्ने चाहिँ यसरी हो क्या अन्त तिनीहरू चाहिँ अब दुई खेम नानी हुन्छ भनेको चाहिँ हो रहेछ क्या अब किनभने अब हामी सानो हुन्छ नि बेबीहरू हेर्दै गर्दाखेरि बेबीहरूले चाहिँ भनेको कुरा मान्नुपर्छ नि त नत्र रुन्छ आमाहरू पनि त्यस्तै हो कि बुजुहरू पनि अनि मेरो बुजु चाहिँ यसरी बोल्यो भने धेरै खुसी हुन्छ दाइ सबैजनालाई जय मसी जय मसी सबैजनाले खाना खानुभयो खानुभयो हामीले त खाएको छैन नचाहनु हामीले त खाएको छैन भन्नु न दाइ खाना खानुभयो मेरो आमाले चाहिँ है हजुरआमाले चाहिँ अन्त खाना खानुभयो जय मसी त यस्तो मजाले के अरे भन्नुहुन्छ क्या त्यही भएर चाहिँ जय मसी आमाहरूले चाहिँ हामी चाहिँ यसरी बुजुहरूले चाहिँ यसरी खुसी राख्नुपर्छ क्या किनभने अनि हाम्रो चाहिँ एउटा जिम्मेवारी पनि हो नि त त्यो भएको कारणले गर्दा सानो तपाईँहरू जतिजनाले यसरी बुजुहरू हेर्नुहुन्छ नकराउनुहोस् अनि माया गर्नुहोस् किनभने अनि जब हामीले माया गर्नुहुन्छ नि परमेश्वरले हामीले आशिष दिनुहुन्छ है त्यही भएको कारणले गर्दा चाहिँ म मेरो बुजुलाई चाहिँ बेला बेलामा डुलाउनु पनि लान्छु अनि आमासँग यसरी बिटुहरू नि बनाउँछु है तपाईँहरू पनि यसै गरेर राख्नु ल सबैजनालाई जय मसी बाई बाई दे बाई 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 भोलि भेट्छु है भन्नु भोलि भेट्छु जय मसी धेरै माछिका दे माछिका सबै माछिका भनेको चाहिँ फेरि नराम्रो होइन है फेरि माया गर्छु भने